आज मैले मुलाको अचार लिएर आएको छु। सुरुमा चाहिँ मुलालाई मजाले काटेर घाममा 2 दिन सुक्न दिएको थिएँ। अनि कराहीमा एक साइडमा मैले तिम्बु, तोरी, मोलिसोप र सुकेको रातो खुर्सानी 3टा मजाले भुनेँ। र भुनेर रातो भुटेर रातो पारेर अनि यसलाई ग्राइन्डरमा चाहिँ पिस्नुपर्ने हुन्छ। अनि साइडमा चाहिँ तोरीको तेल तताएँ, त्यसमा बेसार, खुर्सानीको धुलो 1-1 चम्चा गरेँ। अनि साइड 2 दिनसम्म सुकाएको सबैलाई मैले गमलामा राखेर अनि अघि भुनेको सबै मसलाहरूलाई पिसेर त्यसले 3 चम्चा अनि 2 चम्चा चाहिँ नुन अनि माथिबाट तताएको तेल तोरीको सबैलाई हालेर अनि सबैलाई मिक्स गरेँ। अनि यसलाई मजाले हातले मुसेर अनि एउटा जारमा चाहिँ सबैलाई फिल गरिदिएँ टाइट गरेर। मजाले मैले फिल गरेर अनि टाइट गरेर राख्थेँ। अनि मेरो चाहिँ 2टा भयो। यसलाई चाहिँ अब 1 हप्तापछि घाममा राखेर अनि खान मिल्यो। अनि हजुरलाई अझै यस्तै रेसिपीहरू चाहियो भने लाइक, कमेन्ट एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो।